हेलो नमस्ते वेलकम टु माई ब्लग। आज चाहिँ म ओखलढुङ्गा आएको छु। ओखलढुङ्गामा घुम्ने ठाउँहरू धेरै छ भनेर सुनेको छु होइन। ओखलढुङ्गाको आज हजुरहरूलाई दृश्य देखाउने छु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यहाँ चाहिँ अहिले म उकालो चढेर आएको छु। यता फेरि डाँडा काँडा छ होइन। यहाँसम्म बाटो भन्ने नै भेटिँदैन। डाँडा काँडामा उकाली ओह्राली छ। यहाँबाट चाहिँ म जाँदैछु। हजुरहरूलाई चाहिँ त्यहाँ ओखलढुङ्गामा गएर म भिडियो देखाउने छु होइन। अन्तिमसम्म हेरिदिनु होला। फाइनली म चाहिँ ओखलढुङ्गा आइसकेको छु। यहाँ चाहिँ अब ओखलढुङ्गाको मेन ठाउँ यहीँ रहेछ होइन। यहाँ मेरो प्यारो ओखलढुङ्गा भनेर लेखेको पनि छ। यहाँ पानी छ होइन। यहाँ चाहिँ म हल्का त्यति ठुलो ठाउँ त नरहेछ, सानो ठाउँ रहेछ, राम्रै ठाउँ छ। यहाँ थोरै हजुरहरूलाई देखाउँछु। यहाँको भ्यू, यहाँको बारेमा थोरै जानकारी भएअनुसार बताउँछु। यसो हेरिदिनुहोस् भिडियो। यहाँ चाहिँ कस्तो छ भने युवा कवि सिद्धिचरण श्रेष्ठको चाहिँ मूर्ति बनाउनु भएको रहेछ। उहाँ चाहिँ पुरानो युवा कवि हुनुहुन्छ, जो चाहिँ 2049 जेठ 22 गते चाहिँ बित्नु भएको रहेछ होइन। यहाँको भ्यू चाहिँ त्यति हवाला टाइपको छैन। यहाँ शान्त टाइपको छ। यहाँ हाम्रो दाई पनि हुनुहुन्छ, शनि श्रेष्ठ दाई। अनि यहाँ चाहिँ सिद्धिचरण स्रष्टा पार्क भनेर लेखिएको छ। यहाँ पानी चाहिँ तल चाहिँ फोटो खिच्ने ठाउँहरू रहेछ। यहाँ फोटो पनि खिच्दै हुनुहुन्छ। यता चाहिँ सानो मूर्ति सुर्ति जस्तो रहेछ। यहाँ माछाको मान्छे बनाएको उस रहेछ मूर्ति। अनि यता माथि पार्क छ भन्दै हुनुहुन्थ्यो। धेरै ठुलो ठाउँ त छैन होइन, त्यही पनि सानो ठाउँ रहेछ। सानो भए पनि शान्त रमणीय होइन, रमाइलो ठाउँ रहेछ। यहाँ म हजुरहरूलाई यता माथिपट्टि गएर थोरै यहाँको भ्यू देखाउँछु। अनि यता माथिपट्टि गएर चाहिँ देखाउने छु के रहेछ यहाँ भनेर। यहाँ चाहिँ ओखलढुङ्गा सामुदायिक सिकाइ केन्द्र रहेको छ। यहाँ यस्तो ठाउँ छ। धेरै ठुलो ठाउँ त छैन। यो झन्डा छ, यति एरिया छ होइन। तल फोटोसोटो खिच्ने ठाउँ रहेछ। यता माथि पनि छ, राम्रो छ। यहाँ माथि मेरो प्यारो ओखलढुङ्गा लेखेको नेपालको झन्डा हालेको छ। अनि यता माथि चाहिँ दुईजनाले चाहिँ ओखल चलाएको मूर्ति पनि रहेको छ। हजुरहरूलाई देखाउँछु हेर्नुहोस्। यहाँ चाहिँ मेरो प्यारो ओखलढुङ्गाले फोटोहरू खिच्नुहुन्छ मान्छेहरूले। यहाँदेखि चाहिँ दुईजनाले चाहिँ ओखल चलाएको छ, पुरानो व्यक्ति उस कपडा लाएर। एरिया चाहिँ पुरै डाँडाहरू धेरै छ होइन। यतातिर उकाली धेरै छ, यहाँसम्म त छैन। डाँडा टाढासम्म, यहाँ अलि टाढा जानु पर्यो, लामो समय लाग्ने रहेछ। यही हो अब ओखलढुङ्गाको मेन ठाउँ भनेको यही हो। म चाहिँ हजुरहरूलाई उता माथितिर गएर चाहिँ बजार कस्तो छ भनेर यहाँको बारेमा देखाउनु छु। दाइ र म चाहिँ जान्छौँ माथितिर। यहाँ त्यति ठुलो ठाउँ नरहेछ, सानो भयो नि। सुन्न त सुनेको थियो ओखलढुङ्गाको बारेमा। अब अरू ठाउँ पनि होला घुम्ने ठाउँ। आज यहाँ फर्स्ट टाइम आएको ओखलढुङ्गा, खुसी लागेको छ। यहाँ धेरै फोटो खिच्ने मान्छेहरू आउनुहुँदो रहेछ। म चाहिँ अहिले यहाँ ओखलढुङ्गाको यहाँ बजार क्षेत्रमा आइसकेको छु। यहाँ बजार क्षेत्रमा चाहिँ ठ्याक्क बजार क्षेत्र आउने बित्तिकै यहाँ दुर्गा माताको मूर्ति र मन्दिर रहेछ। यहाँ दर्शन गर्न पाइयो, जेस खुसी लाग्यो। यता अगाडि पनि मन्दिर छ होइन। यतातिर बजार क्षेत्र रहेछ। ओखलढुङ्गाको बजार क्षेत्र त्यति ठुलो त छैन, तर गाउँमा हुने चाहिँ गाउँमा चाहिँ सबभन्दा राम्रो बजार क्षेत्र रहेछ। यहाँतिर चाहिँ यस्तो मान्छेहरू हुनुहुन्छ, सबै सामान पाउँछ भन्नुहुन्छ यहाँतिर होइन। खानेकुरादेखि लाउने कुरासम्म। बाटो चाहिँ पुरै पक्किरहेको छ, त्यस्तो कच्ची छैन होइन। काठमाडौँको चाहिँ बरु बाटो अलिकति कच्ची हुन्छ, फोहोर हुन्छ होइन। तर गाउँ भने गाउँ हो कि। गाउँको मान्छेहरूले बाटो धेरै सफा गर्नुहुन्छ नि त। गाउँको चाहिँ बाटो सफा रहेको छ। हाम्रो चाहिँ दाइ र म आइराखेको छौँ। दाइ चाहिँ पछाडि हिँड्दै हुनुहुन्छ। म चाहिँ यहाँ हजुरहरूलाई यसो भ्लग देखाइरहेको छु। गाउँको अब यो खसी हो कि बोका हो, अब राम्रो जे होस्। ठाउँ चाहिँ मन पऱ्यो होइन। एकदम शान्त छ। त्यस्तो गाडीहरू बाइकहरू पनि त्यति आउँदैन यसमा होइन, यतातिर होइन। सामान चाहिँ लगभग सबै पाइने रहेछ। अब यहाँको उस चाहिँ पैसा चाहिँ कति महँगो सस्तो के हुन्छ त्यो चाहिँ थाहा भएन। त्यही पनि सामान चाहिँ लगभग सबै पाइन्छ। म चाहिँ यो बजारमा आएको फर्स्ट टाइम ओखलढुङ्गा नि आएको, फर्स्ट टाइम बजार पनि आएको। हेर्दाखेरि राम्रो छ भ्यू। यता सामानहरू किराना पसलदेखि लिएर ब्याङ्कहरू सबैको सुविधा छ। यो चाहिँ ओखलढुङ्गाको सदरमुकाम भनेर चिनिने रहेछ। यहाँतिर चाहिँ अब मलाई त्यति थाहा थिएन, त्यही पनि म सोधेर चाहिँ थाहा पाएको। उता अर्को बजार पनि छ भन्नुभएको थियो। त्यो बजारसम्म हिँड्दै गयो, यहाँ पुगिन्छ होला। मलाई यसको बारेमा त्यति थाहा नै ओखलढुङ्गाको, त्यही पनि भर्खर फर्स्ट टाइम आएको भएर चाहिँ हेर्दाखेरि चाहिँ खुसी लागिरहेको छ। यहाँको बजार माहौल होइन, सामानहरू पाइरहेको छ। मान्छेहरू पनि हिँडिराख्नु भएको छ। गाउँको मान्छे एकदम मिलनसार हुनुहुन्छ नि त, त्यही भएर खुसी लाग्छ। अब यहाँ लामो समय बसिँदैन, त्यही भएर मैले चाहिँ भ्लग चाहिँ धेरै लामो बनाउनु पाएन। अरू ठाउँ छ होला घुम्ने ठाउँहरू पनि, त्यहाँ जान्छु। अनि अर्को ठाउँहरू बनाउँछु। यो चाहिँ म एउटा सानो क्लिप मात्र जोडेको यो भ्लगमा। भिडियो हेरिदिनु भयो। अब अरू नयाँ ओखलढुङ्गा कहाँ छ त्यो भिडियोमा देखाउने छु। अहिले हेरिदिनु भएकोमा धन्यवाद। अनि अर्को भ्लगमा भेटिनेछौँ। अहिलेको लागि सिकिन्छु। धन्यवाद।